बनाउनमा चाहिँ उहाँहरूको ठुलो योगदान छ र फेरि पनि म यो मञ्चबाट लभलिन नेपाल र लभलिन जापानलाई धन्यवाद दिन चाहन्छु सम्पूर्ण पाँचखाल नगरवासीको तर्फबाट। र अहिले हामीले अथक प्रयास यो नगरपालिका लभलिन नेपाल र जापान र जाइकाको चाहिँ समन्वय र साझेदारीमा विगत 9 वर्षदेखि आइपिएम प्रणालीको अहिले जुन तालिम भइरहेछ 1200 भन्दा बढी कृषकहरूले आइपिएम प्रणालीमा तालिम प्राप्त भइसकेका छ। 13वटा वडामा आइपिएम पाठशालाहरू सञ्चालन भइसकेको छ र यसको बारेमा अहिले सुरुमा अलिअलि मात्र बुझ्नु भएको थियो। अहिले धेरै कृषकहरूले पाँचखालका धेरै कृषकहरूले बुझिसक्नु भएको छ। आइपिएम प्रणाली नै एउटा यस्तो प्रणाली हो जुन कुनै रकेट साइन्स छैन। हाम्रै यो गोठे मल मलखाल्डो यो बकेनाको पात तितेपाते गौमूत्र यस्तै कुराहरू प्रयोग गरेर हामीले जैविक मल जैविक विषादीहरू प्रयोग गरेर आफ्ना बाली नालीमा तरकारीमा हाल्दाखेरि प्रोडक्सन पनि बढी हुने र तपाईको स्वास्थ्यलाई पनि धेरै राम्रो हुने। यो भएको हुनाले हाम्रो कृषकहरूले विभिन्न प्रयोग गर्नुभयो। एकातिर जैविक मल विषादी एकातिर रासायनिक गर्दाखेरि जैविकमा बढी उत्पादन भएको प्रमाणित भइसकेको छ र अहिले आइपिएमबाट उत्पादित पाँचखालका प्रोडक्टहरू अहिले चाहे धुलीखेलमा भन्नुहोस् चाहे चाबेलमा भन्नुहोस् अब अहिले बानेश्वरमा पनि सुरु भएको छ। हरेक हप्ता त्यहाँ हारालुस हुने गरेको छ। पाँचखालको तरकारी भन्ने बित्तिकै जुन हिजो एउटा हामीलाई दाग लागेको थियो कि यहाँका तरकारीमा बढी विषादी हुन्छ भनेर हिजो नेपालभरि नै त्यही अवस्था थियो, तर बदनाम चाहिँ पाँचखाललाई मात्रै गरियो। र पत्रकार मित्रहरूलाई पनि क्यामेरा बोकेर सट्टा आयो, पाँचखाल आयो, दोलाघाट घुम्यो, यहाँको मात्रै रिपोर्टिङ गर्नुभयो, अन्यत्रको रिपोर्टिङ त्यति गर्नु भएन र पाँचखालमा मात्रै विषादी बढी प्रयोग हुन्छ कि भन्ने हो। तर वास्तविकता त्यो थिएन। त्यतिखेर नेपालभरको कृषकले बुझ्नु भएको थियो जति हाले त्यति फल्छ भनेर गर्नुभयो र परिणाम चाहिँ धेरै कृषकको चाहिँ बाली नाली क्षतिदेखि लिएर माटोको चाहिँ यो गुणस्तरदेखि लिएर स्वास्थ्यमा गम्भीर असरहरू पर्यो र पाँचखालले त्यसको लिडरसिप गरेको छ। आज पाँचखालमा उत्पादित तरकारीहरू यहाँका कृषि उत्पादनहरू हामीले भनेको होइन, यो प्रमाणित चाहिँ नि कृषि ज्ञान केन्द्र धुलीखेल र कालीमाटीले गर्दाखेरि सबैभन्दा खान योग्य चाहिँ पाँचखालको भन्ने कुरा प्रमाणित भइसकेको छ। विषादीको मात्र 32सम्म हुँदाखेरि खान योग्य मानिने रहेछ। हाम्रो एभरेजमा 12-13% भन्दा छैन र त्यसमा पनि त्यो लामो बोडीमा एउटा 17% 16% आयो, अरू प्राय सबै कम छ र आलुमा पनि धेरै कम छ। त्यही भएर म आज सञ्चारकर्मी मित्रहरूको माध्यमबाट भन्न चाहन्छु कि पाँचखालको तरकारीहरू खान योग्य होइन कि अलमोस्ट सेमा अर्ग्यानिक जस्तो भइसकेको छ आइपिएम प्रणालीबाट र यहाँका तरकारी यहाँका उत्पादनहरू स्वस्थ छन्। हामीले अन्यत्रको भन्दा यहाँको छानी तपाईँहरूले आफ्नो भान्सामा लिएर जानु होला। पाँचखालको चाहिँ उत्पादन सुरक्षित छ भन्ने कुरा चाहिँ लभलिन नेपालको यो कार्यक्रम जाइका लभलिन जापान र हाम्रो अथक प्रयास यहाँका कृषकहरूको अथक प्रयासबाट यो प्रमाणित भइसकेको छ। त्यही भएर म यहाँहरू सम्पूर्णलाई यो कार्यक्रममा र यो आइपिएममा जोडिनुहुने विगत 9 वर्षदेखि मेहनत गर्नुहुने कृषकहरू अगुवा कृषकहरू र सम्पूर्ण स्टेक होल्डरलाई म धन्यवाद हाम्रो कृषि शाखादेखि सबैलाई धन्यवाद दिन चाहन्छु। र यसको मूल उद्देश्य भने पनि योभन्दा पहिला पनि एकचोटि हामीले कार्यक्रमहरू गरिसकेका छौँ। अब आउने वर्ष पनि हामी बजेटमा पनि हामी यो कार्यक्रमहरू संलग्न गर्नेछौँ र महिनाको एकचोटि नगरपालिका र हामी सबै मिलेर यो कार्यक्रमहरू गर्न सक्यौँ। अझ हाट बजारहरू पनि सञ्चालन गर्न सक्यौँ। त्यसको लागि चाहिँ यहाँका कृषि समूहहरूलाई म ओनरसिप लिइदिनलाई म आग्रह पनि गर्न चाहन्छु। तपाईँहरूले ओनरसिप लिनुभयो भने नगरपालिका त्यसको चाहिँ साझेदारी भन्छ। नगरपालिकाले सबै कुरा गर्दाखेरि त्यसमा पार्टिसिपेन्टहरू हुन्न। त्यही भएर यो तपाईँहरूले नै गर्नुपर्छ। नगरपालिकाले तपाईँहरूलाई आर्थिक रूपमा र अरू कुराहरू पनि सपोर्ट गर्छ, लभलिन नेपालले पनि सपोर्ट गर्छ भन्ने भनाइराख्दै यसमा म्याक्सिमम कृषकहरूलाई बढी चाहिँ बढी फाइदा मिलोस् र सम्पूर्ण म आदरणीय चाहिँ नगरवासी र अन्यत्रबाट पनि पाँचखालको यो कृषि मेलामा आएर तपाईँहरूले चाहिँ सामान खरिदी गर्नुहोस्, तपाईँहरूले यसको बारेमा बुझ्नुहोस्। हाम्रो यो आइपिएम मात्र होइन, यहाँ ओजोनको उहाँले भन्नुभयो यो धेरै ठुलो कुरा पनि छैन। हामीले आफैले घरमा पनि किनेका तरकारीहरूलाई एप्पल साइडर भिनेगर पानी यो केही केमिकलहरू प्रयोग गरेर हामीले चाहिँ सस्तोमा पनि घरमा पनि चाहिँ हामीले सुरक्षित रूपमा चाहिँ बजारमा किनेका कुराहरूलाई तपाईँको हामीले आफ्नो परिवारलाई सुरक्षित राख्न सक्छौँ, विषादी न्यूनीकरण गर्न सक्छौँ। तर सबैभन्दा इम्पोर्टेन्ट कुरा त जरामै हामीले आइपिएमलाई बढायौँ भने
सबभन्दा राम्रो हुन्छ भन्ने भनाइराख्दै फेरि पनि लभ ग्रिन नेपाललाई हार्दिक धन्यवाद र सम्पूर्ण कृषकलाई धन्यवाद, लभ ग्रिन जापानलाई धन्यवाद दिँदै बिदा लिन चाहन्छु। र भोलि जाइकाबाट पनि प्रतिनिधिहरू आउँदै हुनुहुन्छ, भोलि पनि तपाईँहरू म्याक्सिमम् यहाँ चाहिँ आइदिनु होला भन्ने भनाइराख्दै बिदा लिन चाहन्छु। जय कृषक, जय पाँचखाल, जय नेपाल। स्वस्थ र सुरक्षित कृषि उत्पादनलाई प्रोत्साहन गर्दै मानव स्वास्थ्य संरक्षण, उत्पादन वृद्धि र कृषकको आम्दानी अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। यस महत्त्वपूर्ण कार्यका लागि म पाँचखाल नगरपालिकालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। हाम्रो संस्था लभ ग्रिन नेपाल विगत 34 वर्षदेखि यस क्षेत्रलाई केन्द्रमा राखी दिगो कृषि, वैकल्पिक ऊर्जा, वातावरण संरक्षण तथा छात्रवृत्ति वितरण लगायतका सामाजिक कार्यहरू गर्दै आइरहेको सबैलाई अवगत नै छ। विशेषतः 2074 सालदेखि पाँचखाल नगरपालिकासँग सहकार गर्दै रासायनिक मल तथा विषादीको अत्याधिक प्रयोग न्यूनीकरण गर्ने अभियानमा हामी सक्रिय रूपमा लागिरहेका छौँ। यसको सकारात्मक परिणामस्वरूप विषादी परिक्षणका नतिजाहरू सुधार हुँदै आइरहेको यहाँ सबैलाई विदित छ। यसरी यहाँका उत्पादनहरू चाहिँ विभिन्न सहरहरू जस्तै धुलिखेल भयो, बनेपा भयो, काठमाडौँका लगायत 16वटा स्थानमा आइपिएम पहिचानसहित पाँचखालका तरकारीहरू बिक्री वितरण भइरहेको छ। उपभोक्ताहरूले पाँचखालको तरकारी स्वादिलो र सुरक्षित हुन्छ भनेर खोजी उपयोग आफैमा एउटा ठुलो उपलब्धि रहेको छ। सबैमा म एउटा जानकारी गराउन चाहेँ, म पनि एउटा उपभोक्ता रहेको यहाँ सबैलाई जानकारी गराउन चाहेँ र मैले पनि यहाँ पाँचखालको तरकारी यहाँ उपभोग गरेको छु, खाएको छु। धेरै स्वादिष्ट मिठो लागेको कुरा यहाँ सबैमा जानकारी गराउन चाहन्छु। साथै विक्रमसँग 2080 सालको आश्विन महिनादेखि यो जाइका र लभ ग्रिन जापानको सहयोगमा चाहिँ ताजा आइपिएम तरकारी उत्पादन तथा बजारीकरण परियोजना अन्तर्गत गत चैत मसान्तसम्म 12,08,000 किलोभन्दा बढी तरकारी आइपिएम पहिचानसहित बजारमा बिक्री भएको जानकारी गराउँदा मलाई धेरै खुसी लागेको छ। यसै गरी पाँचखाल क्षेत्रको माटोको गुणस्तर सुधार हुँदै गएको, उत्पादन वृद्धि भएको र तरकारी गुणस्तरमा समेत सकारात्मक परिवर्तन आएको विभिन्न तथ्याङ्कहरूले देखाएको छ। विक्रमसम्म 2074 देखि 2083 सम्म आइपुग्दा 1200 कृषकहरूले आइपिएम तालिम प्राप्त गरिसकेका छन् भने पशुपालन प्रबन्धन तथा अन्य कृषि उत्पादन कृषि सम्बन्धी विभिन्न तालिम मार्फत थप 1400 कृषक लाभान्वित भएका छन्। यसरी हालसम्म कुल 2600 कृषक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। संस्थाले तालिम मात्र नभई सिँचाइ, भकारो सुधार, टनेल निर्माण, बिउ वितरण, प्लास्टिक पोखरी निर्माण लगायतका पूर्वाधार विकासका कार्यहरू तथा कृषकहरूको क्षमता अभिवृद्धिका निरन्तर प्राविधिक सेवा पनि उपलब्ध गराउँदै आएको छ। आजको यस महत्त्वपूर्ण अवसरमा म सम्पूर्ण कृषक महानुभावहरूलाई विशेष रूपमा तीनवटा कुरा ध्यान दिनको लागि अनुरोध गर्न चाहे। पहिलो छ सन्तुलित मल खादको प्रयोग गर्ने, दोस्रो छ बाली विविधीकरण मार्फत गुणस्तरीय तरकारी उत्पादन गर्ने, तेस्रोमा छ कृषक तथा कृषक समूहहरूले बजार व्यवस्थापनमा स्वयं सक्रिय भूमिका निर्वाह गर्ने। यी तीन कुरालाई व्यवहारमा उतार्न सकिएमा पाँचखालका कृषकहरूले उत्पादनको उचित मूल्य नपाउने अवस्था नहुने अन्त हुने म विश्वास गर्छु। अन्तमा आजको यस महत्त्वपूर्ण कृषि मेलालाई सफल बनाउन सहकार्य गर्नुहुने प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण पाँचखाल नगरपालिकाका परिवार हरित कृषि अभियानमा आत्मसात गरी हाम्रो जीवन तथा वातावरण संरक्षण योगदान पुर्याउनुहुने सम्पूर्ण कृषक दाजुभाइ दिदीबहिनीहरू, उपस्थित अतिथिज्यूहरू, सञ्चारकर्मी मित्रहरू, लभ ग्रिन जापान, जाइका नेपाल तथा लभ ग्रिन नेपालका सम्पूर्ण टोलीलाई चाहिँ म हार्दिक धन्यवाद व्यक्त गर्दछु। विषादीहरूदेखि लिएर चाहिँ रासायनिक मलको चाहिँ न्यूनीकरण गर्न चाहिँ सफल भएमा, यसै गरी सूक्ष्म तरिकाले बाली निरीक्षण गर्ने, गुणस्तरीय गोठे मल, पशुमूत्र प्रयोग, विभिन्न गराउने पोल्ने, तितो पिरो जातका वनस्पति पशुमूत्रलाई कुल्याएर चाहिँ प्रयोगमा लिएर आएर वानस्पतिक विषादी तयार गरेर रासायनिक विषादीलाई न्यूनीकरण गर्नमा सफल भए र रासायनिक मलमा पनि गोठे मल, पशुमूत्रको प्रयोगले 50% रासायनिक मल घटाउन सफल भएको छु भने
यसै गरी रासायनिक विषादीको चाहिँ प्रयोग न्यूनीकरण गरेर गम पासो बाली अनुसारका ट्र्याप लिभरको प्रयोग गरेर रोग किरालाई नियन्त्रण गर्नलाई सफल भएको छु। अनि लभलिन नेपाल तथा पाँचखाल नगरपालिकाको सहयोगले गर्दा सिटिबिटीबाट बेमौसमी तरकारीको लेभल 1 प्राविधिक तह उत्तीर्ण गरी मेरो टोल छिमेकमा रहेका कृषि समस्याहरूलाई समाधान गर्ने गरेको छु। र अन्त्यमा यो लभलिन नेपाललाई धेरै धेरै धन्यवाद। यस्ता कार्यक्रमहरू प्रस्तुत गरिरहनु होला। हस्त धन्यवाद। हामीले नदेखे होइन होला छुट्याएको हो 13 पर्यन्त बेरै लाग्यो। मिक्सर भन्नु भयो हुन्छ यता ठुलो मिक्सर हो यसमा अरू कुरा पनि अब यसले डाइरेक्ट बाँझोमा चाहिँ हालिँदैन। यसले चाहिँ कस्तो भने तपाईँको खनी जोती गरेको ठाउँमा अनि यसबाट मकै राख्ने अनि यसबाट मकै सर्सन गर नमस्कार सबैमा। हाम्रो प्रमुख अतिथिज्यू र अतिथिज्यूहरूको आगमन हुने क्रम जारी भएको हुनाले समय पछाडि सञ्चालन हुने 5 खालकै प्रडक्ट हो। त्यो चाहिँ कुन हो 5 खालको चाहिँ? 5 खालको प्रडक्ट चाहिँ कुन हो? भोलानाथ लोइडेल र विष्णु प्रसाद लोइडेलको घरको कफी चाहिँ यो 5 खाल 10 कै प्रोडक्ट पनि छ हामीसँग।